प्यारो परमेश्वर, तपाईँलाई धेरै धन्यवाद। तपाईँ स्वर्गीय र पृथ्वी सृष्टि गर्ने प्रभु हुनुहुन्छ। आज यो 2026 को पहिलो दिन, पहिलो 1 तारिक प्रभु हामी तपाईँलाई आराधना गर्न आएका छौँ, तपाईँको वचन सुन्न आएका छौँ। बुबा, अब हामी तपाईँको वचनलाई बुझ्छौँ, सुन्छौँ। कृपा अनुग्रह तपाईँको होस् भनी प्रार्थना गर्छौँ येशूको नाममा, आमेन। हालेलुया, हालेलुया। सो आउनुहोस् हामी आज बाइबलबाट केही कुराहरू हेर्नेछौँ। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ यिर्मिया 33 को 3 लाई चाहिँ सबैभन्दा पहिला हामी हेरौँ न। यिर्मिया 33 को 3 लाई हामी सबैभन्दा पहिला हेरौँ त के लेखेको छ। यिर्मिया 33 को 3 ले के लेखेको छ, यो कुरा हामी हाम्रो जीवनमा हेर्नेछौँ अनि त्यसलाई अप्लाई पनि गर्नेछौँ। ल, ओके। यिर्मिया 33 को 3 ले चाहिँ यसरी लेखेको रहेछ, मलाई पुकार र म तिमीलाई जवाब दिनेछु अनि तिमीलाई ठुला र थाहा गर्न नसकिने कुराहरू प्रकट गर्नेछु जुन चाहिँ तिमी जान्दैनौ। हालेलुया, हालेलुया। मलाई हेर्नुहोस् न, प्रभुले के भन्नुभयो यिर्मिया 33 को 3 मा चाहिँ के भन्नुभयो भनेको चाहिँ प्रभुले यसरी भन्नुभयो, मलाई पुकार र म तिमीलाई जवाब दिनेछु। हालेलुया। अनि दिनेछु अनि तिमीलाई ठुला र थाहा गर्न नसक्ने कुराहरू प्रकट गर्नेछु जुन चाहिँ तिमी जान्दैनौ। हालेलुया। अब मलाई ध्यान दिनुहोस् मण्डली, यिर्मिया 33 को 3 ले भन्छ मलाई पुकार र म के दिनेछु, तिमीलाई जवाब दिनेछु। आज यो पहिलो दिन म तपाईँलाई यसरी भन्न चाहे, म आफैलाई पनि यसरी भन्न चाहे कि हामीलाई परमेश्वरले के भन्नुभयो भनेपछि मलाई पुकार भनेको छ। कसलाई पुकार? मलाई पुकार। अब यो 2026 भित्र पस्दै गर्दा हामी प्रभुलाई यो भन्न पुकारौँ। मैले अस्तिदेखि मण्डलीलाई भन्दै थिएँ, यो भन्न पुकारौँ कि प्रभु 2025 मा जस्तो प्रकारले हाम्रो जीवन बिते, हामी मण्डलीमा जुन चाहिँ प्रकारले तपाईँलाई आराधना गरे, अब 2026 मा चाहिँ त्यसको 10 गुणा बढी गरेर तपाईँलाई आराधना गर्न चाहन्छौँ। हालेलुया। 2026 मा चाहिँ त्यसको 10 गुणा बढ्ती गरेर तपाईँको वचनलाई बुझ्न चाहन्छौँ। 2026 मा चाहिँ त्यसको 10 गुणा बढ्ती गरेर हामी आफ्नो आफ्नो जीवनबाट तपाईँको महिमाको काम हामी देख्न चाहन्छौँ। हाम्रो मण्डलीबाट तपाईँको महिमाको काम देख्न चाहन्छौँ। हालेलुया। अनि यो प्रकारको आज यो प्रकारको प्रभुसँगको हाम्रो भनाइ र प्रभुसँगको है हाम्रो बातचितमा यो प्रकार गरौँ भनेर म सबैजनालाई एन्करेज गर्न चाहे। अनि यसरी भने 33 कै 3 को मुनि यसरी भनेको छ, अनि तिमीलाई ठुला र थाहा गर्न नसक्ने कुराहरू प्रकट गर्नेछु। जब तपाईँ र मैले परमेश्वरलाई पुकारा गर्छौँ भने परमेश्वरले यसरी भन्नुभयो, हामीलाई है प्रकट यस्तो कुराहरू गरिदिनुहुन्छ जो चाहिँ हामी के गर्न सक्दैन, थाहा पनि गर्न सक्दैन। त्यस्तो महान महान काम प्रभुले प्रकट गरिदिन्छु भनेर प्रभुले भन्नुभएको छ। अनि जुन चाहिँ तिमीहरू जान्दैनौ, हेर्नुहोस् न, हाम्रो समझदेखि बाहिरको कुराहरू जब हामी प्रभुलाई पुकारा गर्छौँ, जब हामी प्रभुलाई चित्कार गर्छौँ, प्रभु मेरो जीवनमा तपाईँले आफ्नो महिमाको काम गर्नुहोस् भनेर भन्छौँ भनेदेखि परमेश्वरले तपाईँ र मेरो जीवनमा यस्तो कुरा खोलिदिन्छु भनेर प्रभुले बाचा गर्नुभयो जो चाहिँ हामीले के गर्न सक्दैनौँ भन्नुहोस् त, धेरैचोटि विश्वास पनि गर्न सक्दैनौँ, हामी जान्न पनि सक्दैनौँ। हालेलुया। त्यस्तो महान कुरा परमेश्वरले हाम्रो जीवनबाट गर्छु भनेर प्रभुले भन्नुभएको छ। तर प्रभुले एउटा कुरा सबैभन्दा माथि चाहिँ एउटै कुरा भन्नुभयो, मलाई पुकार भन्नुभयो। कसलाई पुकार? पुकार भन्नुभयो। द्याट मिन्स तपाईँ र मेरो मुखहरू चाहिँ प्रभुतिर खोलिएको हुनुपर्छ। तपाईँ र मेरो शब्दहरू चाहिँ प्रभुतिर के गर्नुहुन्छ, खोलिएको हुनुपर्छ। जबसम्म तपाईँ र म चुप लाग्छौँ, जब प्रभुलाई केही पनि भन्दैनौँ भने प्रभु केही पनि गर्नुहुन्न। प्रभुको एउटै इच्छा छ, मेरो छोरा र मेरो छोरीले के गर्छ, मलाई पुकारोस्। हेर्नुहोस् है, प्रभु तपाईँ र मेरो नि हृदयको कुरा जान्ने परमेश्वर हो, तपाईँ र मेरो फ्युचर जान्ने परमेश्वर हो। बाइबलले यसरी भनेको छ, तपाईँ र मेरो कपाल कतिवटा छ त्यसको गन्ती पनि प्रभुलाई थाहा छ, हो कि भन्नुहुन्छ। त्यस्तो जिउँदो परमेश्वरलाई फेरि प्रभु अन्त हामीले पुकार्नै पर्ने? नपुकारी तपाईँले हाम्रो कुरा सुन्नुहुन्न? सुन्नुहुन्छ नि, प्रभुले बुझ्नुहुन्छ नि। तर परमेश्वरको इच्छा के छ भन्नुहोस् त, मेरो छोराछोरी चाहिँ मसँग बात गरोस्, मेरो छोराछोरीले चाहिँ के गरोस्, मलाई के गरोस्, उनीहरूको सबै कुरा भनोस् भन्ने प्रभुको इच्छा छ नि त। किनकि परमेश्वर चाहिँ पिता हुनुहुन्छ नि त। अनि पिताले चाहिँ जहिले पनि बाउ भएर चाहिँ छोराछोरीसँग के गरेको बात मन पराउँछ भन्दाखेरि छोराछोरीसँग पिता चाहिँ बात मारेको मन पराउनुहुन्छ। अनि सबैभन्दा ठुलो वर्ड चाहिँ के छ भन्दाखेरि मलाई पुकार,
अनि आज हामी प्रभुलाई यही भन्न पुकारौँ, प्रभु 2026 मा चाहिँ म मेरो जीवनमा वचनको अझै गहिराई र गुप्तको कुराहरू म जान्न सकौँ। तपाईको त्यो रेभुलेसन खोलिदिनुहोस्, त्यो प्रकाश खोलिदिनुहोस्, जुन प्रकाश छ, जुन रेभुलेसनले गर्दा चाहिँ प्रभु म 2026 मा चाहिँ तपाईमा स्ट्यान्ड भएर म खुल्ला छाती फुलाएर तपाईमा म बस्न सकौँ अनि तपाईँलाई आराधना गर्न सकौँ अनि तपाईँको महिमाको काम गर्न सकौँ। त्यति मात्र होइन प्रभु, मैले मेरो वरिपरि सुसमाचार नसुनेको व्यक्तिहरूको बिचमा त्यो सुसमाचार बोकेर जान चाहन्छु भनेर प्रभुलाई आज हामी पुकारौँ मण्डली। आज गुड न्युज चर्चलाई विशेष गरी म भन्दैछु, हाम्रो चर्चलाई म यसरी भन्न चाहे, हामी सबैजना चाहिँ 2026 मा चाहिँ सुसमाचार बोकेर हिँड्ने मण्डली हुनपर्छ। हालेलुया। हामी मात्रै बाँचेर काफी छैन प्रियहरू हो। आज तपाईँ र मैले धेरै मानिसहरू जसलाई परमेश्वरले माया गर्नुहुन्छ, जसको निम्ति प्रभु मर्नुभयो, उनीहरूलाई पनि प्रभु चिनाउन जरुरत छ, उनीहरूले पनि अनन्तको जीवन पाउन जरुरत छ। अनि आज प्रभुसँग तपाईँ र मेरो यही पुकारा हुनुपर्छ, प्रभु अब 2026 को आजदेखि नै म सुसमाचारलाई बोकेर म हिँड्न चाहन्छु। अनि मसँग तपाईँ हुनुहुन्छ, तपाईँले मलाई त्यो साहस दिनुहोस्, जुन व्यक्तिले तपाईँको सुसमाचार सुनेको छैन त्यो व्यक्ति कहाँ म यो सुसमाचार बोकेर लान सक्छु, ताकि जुन चाहिँ परमेश्वरलाई मैले पाएँ, जुन चाहिँ अनन्तको जीवनलाई मैले भेटेँ, मेरो पाप र अधर्महरू क्षमा भए, आज उनीहरूको हुनुपर्ने तपाईँको इच्छा छ, त्यो इच्छा प्रभु उनीहरूको जीवनमा मद्वारा पुरा गरिदिनुहोस् भनेर प्रभुलाई आज पुकारा गरौँ। हालेलुया। अब त्यसरी नै हामी इफिसी 4 को 17, 18, 19, 20, 21, 22, 23, 24 लाई पनि हेरौँ त के लेखेको छ। इफिसी 4 को हामी 17 देखि हेर्नेछौँ। इफिसी 4 को 17 यसरी भन्छ, यसको हेडिङ चाहिँ के रहेछ, नयाँ मानिस भई हिँड। यसको हेडिङ के रहेछ, नयाँ मानिस भई हिँड। यसकारण म यसो भन्दछु र प्रभुमा गवाही दिन्छु, पौलले लेख्दैछ, तिमीहरू अबदेखि उसो अरू अन्य जातिहरू जस्तो नहिँड जो आफ्नो मनको व्यर्थतामा चल्दछ, किनकि तिनीहरूको समझ अँध्यारो भएको छ, तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धपनको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्। 19, लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसा साथ गर्नका निम्ति तिनीहरूले आफूलाई कामुकर्ताको बसमा सुम्पेका छन्। 20, तर तिमीहरूले ख्रिस्टलाई यसरी सिकेका छौ, यसुमा भएको सत्यता अनुसार यदि तिमीहरूले साँच्ची नै उहाँको सुनेका छौ र उहाँद्वारा सिकाएको छौ भने तिमीहरूले पहिलेको चाल चलनको त्यस पुरानो मान्छेलाई फालिदेऊ जो चाहिँ धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट हुन्छ र तिमीहरूको मनको आत्मामा नयाँ हुँदै जाऊ अनि त्यस नयाँ मान्छेलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ। हालेलुया। इफिसीले के भन्दैछ भनेदेखि चाहिँ नयाँ मानिस भए जस्तो गरेर हिँड। हालेलुया। हामी जसले पनि येशूलाई पाएका छौँ, बाइबलले भन्छ, बाइबलले दोस्रो कोरिन्थी 5:17 भन्छ, वी आर न्यू क्रिएसन, हामी नयाँ सृष्टि हौँ। नयाँ सृष्टि भएको व्यक्तिहरू चाहिँ पक्कै नै नयाँ सृष्टि जस्तै भएर हिँड्न पर्छ। हालेलुया। अनि एफिसीको पुस्तकले भन्छ अन्य जातिहरू जस्तो येशूविहीन येशूलाई नपाएको व्यक्तिहरू जस्तो हामी नहिँडौँ, हामी संसारको जस्तो भएर नहिँडौँ, किनकि हामी चाहिँ यो संसारको होइनौँ। यो संसारमा चाहिँ बाइबलले अनुसार हामी चाहिँ यो संसारमा एउटा पाहुना मात्र भएर आएको छौँ। अनि ख्रिस्टलाई पाएको व्यक्तिहरूको सही ठाउँ र सही घर चाहिँ हामी येशू सँगसँग हो। हालेलुया। अनि त्यो चाहिँ स्वर्गीय स्थानहरू हो। हालेलुया। हामी अब नयाँ व्यक्तिहरू हौँ। अब नयाँ व्यक्तिहरू चाहिँ हामी कस्तो प्रकारले नहिँडौँ भने चाहिँ अन्य जातिहरू संसारको जस्तो नहिँड्नु अरे, जो अन्धकारतिर छ। अनि उनीहरू के भए पठाउँछ भन्नुहोस् त, परमेश्वरको अज्ञानताको कारणले गर्दा उनीहरू चाहिँ नि अन्धकारमा हिँड्छ अनि उनीहरू लालसामा हिँड्छ। लालसा भनेको लोभ र लालचको कुरामा उनीहरू हिँडी पठाउँछ। अनि अब उसो ख्रिस्टलाई पाएको व्यक्तिहरूमा चाहिँ परमेश्वरको ज्ञान आएको छ। कसको ज्ञान आएको छ? परमेश्वरको ज्ञान आएको छ।
पहिलो कोरिन्थी 1:30 भन्छ परमेश्वरले येशू ख्रीष्टलाई हाम्रो निम्ति ज्ञान बनाउनु भयो। के बनाउनु भयो? हाम्रो निम्ति ज्ञान बनाउनु भयो। सो विश्वासीहरूको बुद्धि या ज्ञान चाहिँ ख्रीष्ट येशू हुनुहुन्छ अनि विश्वासीको धार्मिकता चाहिँ येशू हुनुहुन्छ, विश्वासीहरूको पवित्रता चाहिँ येशू हुनुहुन्छ, विश्वासीहरूको छुटकारा चाहिँ येशू हुनुहुन्छ। यो यसै कारणले गर्दा चाहिँ अब हामीमा ख्रीष्ट आउनु भएको छ। त्यो भनेको चाहिँ हामीमा बुद्धि आइसकेको छ, हामीमा ज्ञान आइसकेको छ, हामी एउटा ज्ञानी मानिस बनेर चाहिँ हामी चाहिँ अब पुरानो स्वभाव भएको जस्तो होइन, तर हामी नयाँ सृष्टि भएर हेर्न जरुरत छ। हालेलुया, हालेलुया। अनि म यसरी पढेँ 22ले यसरी लेखेको छ, हेर्नुहोस् ल। तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मान्छेलाई फालिदेऊ जो चाहिँ धोकापूर्ण लालसाद्वारा भ्रष्ट हुन्छ। हालेलुया। के भन्दैछ? पहिलाको पुरानो मानिसलाई के गर? छोडिदेऊ। तर धेरैचोटि प्रियहरू हो, हामी येशू ख्रीष्टमा आएर पनि हामी नयाँ सृष्टि हो भनेर बुझ्दा पनि धेरैचोटि हामीले केलाई नै धारण गरेर हिँड्न खोजिरहेको छौँ? पुरानो मान्छेलाई नै धारण गरेर हिँड्न खोजिरहेको छौँ। तर बाइबलले के भन्छ? सिधै कुरा यहाँ के भन्छ भनेदेखि पुरानो मान्छेलाई अब के गरेर छोडिदेऊ जो चाहिँ धोकापूर्ण लालसाद्वारा हिँड्छ। हामी नयाँ सृष्टिहरू अनि नयाँ सृष्टि चाहिँ जहिले पनि सुन्नुहोस् है, नयाँ सृष्टि चाहिँ जहिले पनि नयाँ सृष्टि जस्तै हिँडेको हुनुपर्छ। हालेलुया। बाइबलले क्लियर गरेको छ। अनि यसरी भन्छ 23ले, र तिमीहरूको मनको आत्मामा नयाँ हुँदै जाउँ। हालेलुया। अनि हामी आत्मामा हरेक दिन नयाँ हुँदै जानुपर्छ। वी आर न्यू क्रिएसन। हालेलुया। आत्माको उद्धार भइसक्यो, आत्माले नयाँ सृष्टि पाइसकेको छ। तर यो शरीरको स्टिल उद्धार नभएको कारणले गर्दा हामी के हुनुपर्छ भन्नुहोस् त? हरेक दिन हरेक बिहानी प्रभुको वचनले लिएर हामी आफूलाई के गर्नुपर्छ? नयाँ हुँदै जानुपर्छ। तर जब पनि येशू ख्रीष्टलाई पाएको व्यक्तिहरूको यो चाहिँ कन्फर्म हो, जब दोस्रोचोटि येशू तपाईँ र मलाई लिनु यो संसारमा आउनुहुन्छ, त्यति बेला हाम्रो यो मरेको शरीर पनि फेरि पुनरुत्थान भएर जान्छ। हालेलुया। जसरी अहिलेसम्मको सबैभन्दा पहिलो व्यक्ति येशू ख्रीष्ट जो मरेर महिमित शरीरमा हुनुहुन्छ भने दोस्रो व्यक्ति चाहिँ येशूलाई पाउने व्यक्तिहरू जो चाहिँ फेरि पनि यो आत्माको यो शरीरको पनि उद्धार हुनेछ। हालेलुया। यत्रो ठुलो आशा परमेश्वरले मुक्ति पाएको व्यक्तिहरूलाई दिनुभएको छ। हालेलुया। हामी नयाँ हुँदै जानुपर्छ। शरीरमा छौँ प्रियहरू, दिन प्रतिदिन हाम्रो शरीरमा पनि उताउ चुराउको कुराहरू आउँछ, घटी र कमीको कुराहरू आउँछ, निराश र हताशको कुराहरू आउँछ। त्यही कारण प्रभुको वचनले यसरी भन्छ हरेक दिन हामी के हुँदै जानुपर्छ? नयाँ हुँदै जानुपर्छ। अनि त्यो नयाँ हुनको लागि चाहिँ हरेक दिन तपाईँ र मैले परमेश्वरको वचनलाई मनन गर्नुपर्छ, परमेश्वरको वचनलाई पढ्नुपर्छ। जति प्रभुको वचनलाई पहिलो स्थान दिन्छौँ त्यति नै तपाईँ र मलाई शरीरमा जिउनको लागि सजिलो हुँदै जान्छ। हालेलुया। यस्तो संसारमा बाँचेका छौँ मेरो प्रियहरू, यस्तो संसारमा बाँचेका छौँ जहाँ चाहिँ एन्करेज होइन तर डिस्करेज छ। तर त्यति बेला चाहिँ जब तपाईँ र मैले प्रभुको वचनलाई पढ्छौँ, मनन गर्छौँ भने प्रभुको वचनले हामीलाई हर दिन धारस दिन्छ, हर दिन उठाउँदै लान्छ। हालेलुया। संसारमा जति नै गरेछ भने, जति नै धन सम्पत्ति कमाए तापनि, जति नै हामीले हाम्रो नामहरू माथि गए तापनि त्यो सबै नै एक दिन के भएर जान्छ भन्नुहोस् त? सिद्धिएर जान्छ, सकिएर जान्छ। तर परमेश्वरको वचनले भन्छ मेरो वचन चाहिँ कहिले टल्ने छैन, मेरो वचनको बिन्दु पनि सिद्धिने छैन, सकिने छैन भनेको छ। अनि 24ले यस्तो भन्छ, अनि त्यस नयाँ मान्छेलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूपअनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ। हालेलुया। हामी चाहिँ अलरेडी हामीलाई प्रभुले भन्नुभएको छ, हाम्रो पापहरूलाई उहाँले शुद्ध पवित्र गरिसक्नु भएको छ। हामीलाई उहाँले उहाँको नयाँ सृष्टिमा हामीलाई राख्नु भएको छ। हो किन भन्नुहोस् त? हामीलाई चाहिँ उहाँले के गर्नुभएको छ? हाम्रो सबै सिन्दुरी रङको र गाढा रङको पापहरूलाई धोएर शुद्ध र पवित्र बनाउनु भएको छ। ख्रीष्ट जस्तो छ त्यस्तै, त्योभन्दा पनि ठुलो कुरा प्रभुले उत्पत्तिमा भन्नुभएको छ, मानिसलाई चाहिँ परमेश्वरले आफ्नै स्वरूप र आफ्नै आकारमा बनाउनु भएको छ। अनि यहाँ इफिसियले त्यही भन्छ कि हामीलाई चाहिँ परमेश्वरले के गरेको छ? नयाँ मान्छे बनाउनु भएको छ जो चाहिँ परमेश्वरको स्वरूपमा धार्मिकता हामीलाई राखिसक्नु भएको छ। हालेलुया। अनि पवित्रतामा सृष्टि गरेको छ। हालेलुया। अब प्रियहरू 2026मा चाहिँ तपाईँ सबैजना जति यो वचन सुन्दै हुनुहुन्छ, म हजुरहरूलाई पनि यो भने, यदि तपाईँ येशू ख्रीष्टमा हुनुहुन्छ भने हामी एकदमै विजयको जीवन जिउन जरुरत छ। अनि प्रभुलाई भनौँ, प्रभु म हारेको होइन, म विजयमा
प्राप्त गरिसकेको छु। मैले होइन, तपाईँले मलाई राख्नु भएको छ। अब यो 2026मा चाहिँ म मेरो जीवनमा विजयको कुराहरू देख्न चाहन्छु। 2026मा चाहिँ म ठुलो महिमाको कुराहरू देख्न चाहन्छु। प्रभुलाई भनौँ, डिक्लेयर गरौँ। जब तपाईँ र मैले प्रभुतिर पुकारा गर्छौँ अनि प्रभुतिर आफ्नो पाइलाहरू सार्छौँ भने परमेश्वरले उहाँको हात दिनुहुन्छ, भन्नुहुन्छ छोरा र छोरी आइज, म तँलाई तैँले चाहेको कुरा म तेरो जीवनमा पुरा गर्छु। अघि मैले यिर्मिया 33:3 भने प्रभुले एउटै कुरो भन्नुभयो, पुकार, मलाई पुकार। हालेलुया। अनि तपाईँ र मैले पुकार्न जरुरत छ। हालेलुया। आउनुहोस् त्यसै नै अर्को भर्स पनि हामी हेरिहाल्नेछौँ। अर्को भर्सले के भन्छ भन्दाखेरि चाहिँ 2 कोरिन्थी 12:9 एकचोटि पढौँ न। 2 कोरिन्थी 12:9। 2 कोरिन्थी 12:9 ले यसरी लेखेको छ, उहाँले मलाई भन्नुभयो, तर उहाँले मलाई भन्नुभयो मेरो अनुग्रह तिम्रो लागि प्रशस्त छ, किनकि दुर्बलतामा मेरो सामर्थ्य सिद्ध हुन्छ। यसकारण ख्रीष्टको सामर्थ्य ममाथि रहोस् भनेर बरु मेरो दुर्बलताहरूमा ज्यादै खुसीसित म गर्व गर्छु। हालेलुया। पौलले लेखेको कुरा हेर्नुहोस् है, कस्तो मजाले लेख्दैछ पौलले भन्दाखेरि चाहिँ यसरी छ, तर उहाँले मलाई भन्नुभयो मेरो अनुग्रह तिम्रो लागि प्रशस्त छ। हालेलुया। मलाई हेर्नुहोस् त प्रियहरू, परमेश्वरले चाहिँ उहाँको छोरीहरूलाई यसरी भनेको छ, माई ग्रेस इज सफिसिएन्ट फर यु। हालेलुया। परमेश्वरको अनुग्रह चाहिँ हाम्रो लागि पर्याप्त छ। अनि परमेश्वरको अनुग्रह चाहिँ तपाईँ र मेरो लागि चाहिँ के छ भन्नुहोस् त, प्रशस्त छ। हालेलुया। आज ख्रीष्टको अनुग्रहको कारणले गर्दा तपाईँ र म सित्तैमा बाँचेका छौँ। हालेलुया। तपाईँ र मलाई यति साह्रो ख्रीष्टको अनुग्रह छ कि उहाँ, तपाईँ र म पापी छँदै उहाँ चाहिँ तपाईँ र मेरो लागि मर्नुभयो। आज उहाँको त्यो बलिदानले गर्दा, उहाँको त्यो फेथफुलनेसको कारणले गर्दा, उहाँको मृत्यु र गाडे र पुनरुत्थानको कारणले गर्दा आज तपाईँ र मैले अनन्तको जीवन पाएका छौँ। आज तपाईँ र मैले खुल्लम खुल्ला साथ हामीले के पाएको छौँ भने त्यो एक्सेस पाएका छौँ प्रभु येशूलाई पिता भनेर पुकार्ने। हालेलुया। अनि प्रभुले भन्यो मलाई पुकार, म तँलाई के दिनेछु, जवाब दिनेछु। यति बेला जसले पनि येशूलाई ग्रहण गरेको छ त्यो व्यक्तिहरूले जब येशूलाई पुकार्छ नि 100% परमेश्वरले उहाँको पुकारा सुन्नुहुन्छ र आन्सर दिनुहुन्छ। हालेलुया। यो म्यानमेड होइन, मान्छेले बनाएको होइन, तर यो चाहिँ ख्रीष्ट आफैले भन्नुभएको मलाई पुकार। अनि यहाँ 2 कोरिन्थी 12:9 कति मिठो लेखेको छ, तर उहाँले मलाई भन्नुभयो मेरो अनुग्रह तिम्रो लागि पर्याप्त छ। आज पौलको लागि परमेश्वरको अनुग्रह पर्याप्त छ भने अहिले यतिखेर हामी हरेकको लागि परमेश्वरको अनुग्रह हामीसँग प्रशस्त छ अनि पर्याप्त पनि छ। हालेलुया। अनि पौलले के भने, किनकि दुर्बलतामा मेरो सामर्थ्य सिद्ध हुन्छ, यसकारण ख्रीष्टको सामर्थ्य ममाथि रहोस् भनेर बरु म दुर्बलतामा ज्यादै खुसी हुन्छु। हालेलुया। अघि नै भन्दै थिएँ मण्डली, के भन्नुहोस् त, धेरैचोटि हाम्रो जीवनमा शरीरमा भएको कारणले गर्दा हामी दुर्बल भइपठाउँछौँ, हो किन भन्नुहोस्, हामी निराशमा गइपठाउँछौँ, हो किन भन्नुहोस् त। अनि हामी के भनिपठाउँछौँ, हामी एक्लो भएको जस्तो हामी फिल गरिपठाउँछौँ यो संसारमा शरीरमा भएको कारणले गर्दा। तर परमेश्वरको वचनले यसरी भन्छ, किनकि तिम्रो दुर्बलतामा मेरो सामर्थ्य सिद्ध हुन्छ। हालेलुया। यो संसार हामी एक्लै हुँदाखेरि नि हामी हेर्नुहोस् त आशाविहीन भएको बेला नि प्रभुले यसरी भन्नुहुन्छ, छोरा छोरी डोन्ट वरी I'll be with you, म तिमीसँग छु भन्नुहुन्छ। हालेलुया। त्यही कारण पौलले के भने भन्दाखेरि चाहिँ बरु मेरो दुर्बलतामा ज्यादै खुसीसित म गर्व गर्छु। हालेलुया। हालेलुया। आज 2026मा हामी सबैजनाले भनौँ न, प्रभुलाई पाएको व्यक्तिहरूले भनौँ न, प्रभु म मेरो जीवनमा 2026मा चाहिँ हरेक दिन तपाईँसँग खुसी हुन चाहन्छु, हरेक दिन मेरो जीवनमा तपाईँलाई महिमा गर्न चाहन्छु, हरेक दिन तपाईँलाई म आराधना गर्न चाहन्छु, किनकि तपाईँको वचनले मलाई भन्नुभयो तिम्रो दुर्बलतामा म हुनेछु। हालेलुया। म तँलाई छोड्दिनँ भन्नुभएको छ। एउटा दुधे बालकलाई एउटा आमाले छोड्न सक्छ, तर म तिमीलाई कहिले एक्लो अनि टुडो छोड्दैन छुइनँ। प्रभुको कमिटमेन्ट हो, प्रभुको प्रमिसेसहरू आज हामी मानिस जातिको लागि। अनि प्रभुलाई भनौँ, प्रभु अब 2026मा चाहिँ मलाई त्यो साहस दिनुहोस्, मलाई त्यो बल दिनुहोस्, मलाई त्यो आशा दिनुहोस्। म तपाईँलाई पुकार्छु। मेरो जीवनमा चाहिँ मेरो शरीरमा लड्दै गर्दा पनि प्रभु मेरो आशा चाहिँ तपाईँप्रति म राख्न चाहन्छु।
म निराश र हताश हुँदै गर्दाखेरि, मेरो मन टुटिँदै गर्दा, मेरो मनहरू भाँचिएर जाँदै गर्दाखेरि प्रभु मेरो आशा चाहिँ तपाईँतिर बढ्न सकोस्, मलाई अनुग्रह गर्नुहोस्। हालेलुया। जब हामी यी कुराहरू भन्छौँ, प्रभुले भन्नुहुन्छ छोराछोरी मेरो अनुग्रह तँसँग पर्याप्त छ। हालेलुया। एउटा सानो म कुरा भन्न चाहेँ, त्यो के हो, जब तपाईँलाई मलाई थाहा छ पर डुङ्गामा चेलाहरू जाँदै गरेको हुन्छ, परबाट एउटा व्यक्ति पानीमाथि हिँड्दै गरेको हुन्छ, अनि त्यो चेलाले भन्छ को उता भूत हो क्या हो, त भन्छ होइन म त्यो येशू हो। अनि पत्रुसले भन्छ यदि तपाईँ येशू हुनुहुन्छ भने मलाई पनि पानीमाथि हिँड्ने आज्ञा गर्नुहोस्। अनि यसले भन्छ पत्रुस आऊ। जस्तो प्रभुले पत्रुस आऊ भन्छ, पत्रुस केमा हिँडेको छ भन्नुहोस् त, पानीमाथि हिँडेको छ। तर जब उसले परमेश्वरलाई हेरेर हिँड्दै थिए, पानीमाथि हिँड्दै थिए, जब उसको ध्यान चाहिँ परमेश्वरतर्फ हटिएर कतिर गयो भन्नुहोस् त, दायाँ र बायाँपट्टिको छालहरूतिर उसको ध्यान भड्के, त्यति बेला ऊ के भयो भन्नुहोस् त, डुबेको छ। तर हेर्नुहोस् त, परमेश्वर त्यो बाबु हुनुहुन्छ। अनि पत्रुसलाई भन्छ हात दिन्छ, अनि पत्रुसलाई त्यो डुबेकोबाट प्रभुले निकाल्नुहुन्छ। आज त्यही परमेश्वर, जुन चाहिँ परमेश्वरले डुब्दै गरेको पत्रुसलाई हात दिएर उठाउनु भयो, आज त्यही परमेश्वर तपाईँ र म भित्र पवित्र आत्माको रूपमा हुनुहुन्छ। अनि तपाईँ र म लड्छौँ, धेरैचोटि गल्ती गर्छौँ, त्यति बेला प्रभुले हामीलाई हात दिनुहुन्छ अनि उठाउनुहुन्छ, छोराछोरी म तँसँग छु। हालेलुया। अब 2026मा चाहिँ तपाईँ र मेरो काम 2026मा एउटै कुरो राखौँ, त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ हामी प्रभुलाई पुकार्न थालौँ आजदेखि नै। के भन्न पुकार्छौँ, प्रभु तपाईँ मेरो बुबा हुनुहुन्छ, तपाईँ मेरो पिता हुनुहुन्छ, तपाईँ मेरो असलको छालो हुनुहुन्छ, मेरो भरोसा तपाईँमा छ, म तपाईँलाई पुकारा गर्छु, अब मेरो जीवनमा नयाँ काम गर्नुहोस्। म तपाईँलाई पुकारा गर्छु, आज मेरो जीवनमा सुसमाचारको कामहरू बगाउनुहोस्। म तपाईँलाई पुकारा गर्छु पिता, मेरो जीवनबाट चाहिँ तपाईँले बिमारीहरूलाई चङ्गाइ गर्नुपर्छ। म पुकारा गर्न चाहन्छु पिता, म मेरो जीवनमा भएको समस्याहरूलाई चाहिँ म आफै नै यीशु तपाईँको नाममा म पैताला मुनि राख्न चाहन्छु। अनि म चाहिँ तपाईँको वचनले भन्छ तिमी चाहिँ विजयको व्यक्ति हो भन्नुभएको छ, तिमी चाहिँ विजयभन्दा बढ्ती हो भन्नुभएको छ। अब यो तपाईँको वचनलाई म पक्रेर राख्छु। हालेलुया। जब यो भन्छ भने परमेश्वरले तपाईँ र मलाई माथि राख्नुहुन्छ। बाइबलले सिधै भनेको छ, प्रभुले हामीलाई पुच्छर होइन तर शिर डोलाउनु भएको छ। हालेलुया। परमेश्वरले हामीलाई सामदान मुनि राखेको बत्ती होइन तर सामदानमाथि राखेको बत्ती बनाउनु भएको छ। हालेलुया। परमेश्वरले हामीलाई लुकेको सहर होइन तर डाँडामाथि बसालिएको जहाँबाट पनि देख्न सक्ने त्यो सहर बनाउनु भएको छ। हालेलुया। परमेश्वरले प्रियहरू हामीलाई यस्तो यस्तो कुराले हामीलाई ग्यारेन्टी दिनु भएको छ कि परमेश्वरले तपाईँलाई मलाई कति माया गर्नुहुन्छ हामी एक्सप्लेन पनि गर्न सक्दैनौँ। त्यस्तो ठुलो उहाँले आफ्नो बलिदान दिएर त हामीलाई उहाँको माया प्रकट गर्नुभयो, त्यतिमा सीमित राख्नु भएन। तर परमेश्वरले तपाईँ र मलाई केसँग तुलना गर्नुभएको छ अनि हामी को भन्ने कुरा हामीलाई देखाइदिनु भएको छ। अनि आजको वचनद्वारा हजुरहरूलाई यही इन्करेज गर्न चाहे, हाम्रो काम चाहिँ 2026मा लेट्स आजदेखि नै हामी पुकारौँ प्रभुलाई। हालेलुया। हालेलुया। जब तपाईँ र मैले प्रभुसँग बात गर्न थाल्छौँ तब परमेश्वरले तपाईँ र मेरो आन्सरहरू दिनु थाल्नुहुन्छ। यो जेम्स याकुब 1:5 पनि हामी हेरिहाल्नेछौँ यस समय। याकुब 1:5 यसो लेखेको छ, हेर्नुहोस् ल। तर तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने उसले परमेश्वरलाई मागोस् जसले सबै मानिसहरूलाई मन खोलेर दिनुहुन्छ र हपार्नुहुन्न र उसलाई यो दिनेछ। हालेलुया। यहाँनिर यो कुरा के लेखेको छ भने चाहिँ याकुब 1:5 के भन्छ, तर तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने उसले परमेश्वरलाई मागोस्। हालेलुया। परमेश्वरको वचनले नै आज तपाईँ र मलाई इन्स्ट्रक्सन दिन्छ हामीले परमेश्वरसँग के गर्नुपर्ने हो, हामीले परमेश्वरसँग कसो गर्नुपर्ने हो। परमेश्वरको वचनले नै तपाईँ र मलाई इन्स्ट्रक्सन दिइरहेको छ। याकुबले यसरी भन्दैछ, याकुबले भन्दैछ तिमीहरू मध्ये कसैलाई बुद्धिको खाँचो छ भने उसले परमेश्वरलाई मागोस्। यो 2026मा चाहिँ म सबैजनालाई भन्छु, इन्क्लुडिङ मलाई पनि म यसरी भन्न चाहे, हामी चाहिँ परमेश्वरलाई माग्न पर्ने कुरा चाहिँ एउटै कुरो हो, परमेश्वरलाई बुद्धि मागौँ, परमेश्वरलाई ज्ञान मागौँ। जो बाइबलले भनेको छ अलरेडी हामीलाई दिइसक्नु भएको छ, त्यो ज्ञानलाई भनौँ प्रभु अब तपाईँको ज्ञानको चाहिँ मलाई खाँचो छ। जब तपाईँ र मैले परमेश्वरलाई उहाँको ज्ञान माग्छौँ, उहाँतिर पुकारा गर्छौँ भने चाहिँ परमेश्वरले तपाईँ र मलाई नझड्किकन दिनुहुने रहेछ। हालेलुया। हालेलुया।
सो अब हाम्रो कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ एउटै कुरा अघिदेखि आजको वचनको स्टार्टिङदेखि नै मैले भन्दैछु, लेट्स खालि के चाहिँ गर्नुपर्ने रहेछ, पुकार्न मात्रै कुरा रहेछ। प्रभुले भनेछ मलाई माग मलाई पुकार। हालेलुया हालेलुया। तर धेरैचोटि हामी चुपचाप लागेर बसिरहेको हुन्छौँ, अनि चुपचाप लागेर बस्छौँ, त्यही कारण केही गर्दैनौँ, अनि हाम्रो जीवनमा केही नभएको जस्तो भेट्छौँ। हामीले प्रभुसँग केही गरेको छैनौँ, बाटै नगरेको कारणले केही नभएको जस्तो भेट्छौँ। त्यसै कारणले गर्दा हाम्रो जीवनलाई धेरैचोटि खल्लो खल्लो भेटी पठाउँछौँ, अनि दोष चाहिँ कसलाई लगाउँछौँ, प्रभुलाई लगाउँछौँ। म आज यहाँबाट भन्न चाहेँ, प्रभुको वचनले आज 2026 को फर्स्ट डे 1 जनवरी प्रभुले हामीसँग यसरी बोल्नुभयो, लेट्स मलाई पुकार, मलाई माग। अनि आज हजुर सबैजनालाई चाहिँ भन्न चाहन्छु, तपाईँ र मलाई उधार दिने परमेश्वरले तपाईँ र मेरो पुकारा सुन्नुहुन्छ। तपाईँ र मेरो पापलाई क्षमा गर्नुहुने परमेश्वरले तपाईँ र म उहाँसँग बात गरेको चाहनुहुन्छ। अनि 2026 पस्दै गर्दा हामी सबै मिलेर यो चाहिँ पुकारा गरौँ, प्रभु 2026 चाहिँ म त्यो ठाउँमा पुग्न सकौँ, त्यो गाउँमा पुग्न सकौँ, त्यो जातिमा पुग्न सकौँ जसले तपाईँलाई चिनेको छैन, जसले तपाईँको सुसमाचार सुनेको छैन। आज जुन सुसमाचार सुनेर मैले उद्धार पाएको छु, म तपाईँको बनेको छु, आज त्यो सुसमाचार अरूले पनि सुन्नुपर्छ, तपाईँको इच्छा हो त्यो। अरूले पनि पापको क्षमा पाउनुपर्छ, तपाईँको इच्छा हो। आज म मेरो जीवनबाट त्यो कुरा पुरा गर्न चाहन्छु, किनकि तपाईँले मलाई आज्ञा दिनुभयो, गो एन्ड प्रिच द गस्पल, जाऊ अनि गएर सुसमाचार सुनाऊ। प्रभु अब 2026 चाहिँ तपाईँले मलाई दिनुभएको आज्ञालाई म के गर्छु, एक्सेप्ट गर्छु, म त्यसलाई बोक्छु र हिँड्छु, मलाई साथ दिनुहोस् भनेर हामी पुकारौँ। अनि परमेश्वरले तपाईँलाई मेरो पुकारा सुन्नुहुन्छ, अनि धेरै जातिहरू प्रभुमा बाँच्नेछ, अनि स्वर्गीयमा रमाइलो हुनेछ। जुन चाहिँ कुरा तपाईँ र मैले भेटेका छौँ, पापको क्षमा, अनन्तको जीवन, त्यो जीवन चाहिँ तपाईँ र ममा मात्रै सीमित नराखौँ 2026 अरूमा बाटौँ, ताकि सारा संसारले प्रभुलाई पाउनुपर्छ।